दाइ मिठो भएछ मसला सबै हाल्यो खै दुईटै जस्तो लाग्यो हाल्यो तिनवटा दियो हैन चाउचाउ तिनवटा दियो हाल्यो मिठो छ भाइ हामी चाहिँ चटपटे बनाउनको लागि यहाँ आलु उसिँदैछ सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा आज चाहिँ हामी यहाँ बाहिर जान लागिरहेको छ धेरै दिनपछि सो अहिले हाम्रो चाहिँ यहाँ यस्तो देखिरहेको छ मौसम फेरि मेरो अनुहार चाहिँ यस्तो छ हो फेरि पटेको सामानहरू किन्दैछ साथीहरूले एउटा ल्याइदिन्थ्यो मस्टर एउटा छैन बेसी के खानु के भन्छ यार यस्तो महँगो चिजहरू किन्छ यार हामीले पैसा छैनन् हो बादमा दिनलाई लु आज हाम्रो इभिनिङ वक पनि सुरु भइसक्यो यहाँबाट हामी चाहिँ दुई पाङ्रे गाडी हिँड्ने मान्छेहरू हो कि त्यो भएर यहाँ दुई पाङ्रा पुरा चलाउँदैछ यसरी हिँड्दैछ यसरी भैँसीको गोठमा हातभरि छ यहाँ मिठो मिठो भाषा आउँदैछ त यताबाट देख्ने हाम्रो गुम्बाको दृश्य यस्तो छ किया हामी चाहिँ यहाँ धेरै पछि आएको यहाँतिर बाटोहरू पनि सबै पुरिसक्यो रहेछ उताबाट छैन हो बाटो होइन पुरा त्यहाँ बार लगाएर रहेछ त को रहेछ यहाँ चाहिँ हाम्रो बाटो गाह्रो रहेछ हौ बाँच्दैन नि क्वाक्क भन्छ नि हो बाँच रहेछ त्यो पनि ओइ हल्लिँदैछ त हो यस्तो दामी देखिरहेछ चिसो हावा पनि आउँदैछ यहाँ अलिक गर्मी पनि भइरहेछ हिँड्दा यहाँतिर चाहिँ चियापत्तीको पनि फुल फुलिरहेको छ यसरी कस्तो खालको चिया हो थाहा भएन भए पनि चियापत्तीको यहाँ फुल चाहिँ फुलिरहेको छ जाँदैछु यतातिर त टुङ्गिनु छैन झन् लम्बिँदैछ ग्राउन्डहरू पनि सबै यहाँ घाँसै घाँस छ यस्तो ठाउँमा आइपुग्यो अमला रहेछ हाम्रो पिकनिक स्पोट आइपुग्यो पिकनिक स्पोट बिचरा त्यहाँ अलि माथि छ लु हामी चाहिँ यहाँ आइपुग्यो पहिला आलुहरू निकाल्नु केटाहरू म चाहिँ यहाँ भिडियो बनाउने मान्छे हो यसो लुगा चाहिँ फुकालिदिनु पर्यो
ठुलो जस्तो भाइ के गर्यो सामान धेरै छैन त त्यहाँ कति हाल्नु ज्यादा हुन्छ त्यो सामान कम भयो सर त्यो महँगो त्यो त सामान अनुसारको हिसाबले अलिक कम भयो होइन आलु त ज्यादा हुन्छ त्यसको हिसाबले आलु तिनवटा ठिक होला नेपाली ब्रान्ड हो मलाई विश्वास राईले माया गर्नुहुन्छ त्यो लोया मारे छौँ स्पिकल लाने आफै हाल्छ त्यहाँ के अरे आलु चाहिँ उता काट्न दे के रहेछ खट्टा मिठा के हो रे भाइ नेपालीमा केराउ हिन्दीमा मटर त्यो अन्डा चाहिँ त्यहाँ भुल्नु जाने आफ्नो काम मात्रै होइन यता हेर्न अर्को पनि चटपटे वाला अलिक सानो सानो गर्नुपर्छ नि बेस्ट भयो त्यो यिनीहरू सबै हाल्ने त्यो त एउटा त छ कि गोल भयो चलो चटपटे हो सबै मिक्समा खिचडी जस्तो अब त्यो चक्कुले यताउता चलाउनु तर त्यसले जो सोच्दैछ नि त्यो चाहिँ होइन नि
द मिसिङ यो त आधारमा गर्ने हो के हो सामा हाल्ने माल अब त्यही चक्कुले अलिअलि चलाउँदा त्यो चक्कुले थुमा ल्याएन आराम त्यो चक्कुले के हो अब हातले चलाउनु पऱ्यो नि खै हात धुनु पऱ्यो त्यो कुर्ता तिमी चलाउ एउटा घाँस त्यहाँ फालिहाल्यो यिनी फाडिहाल्यो नत्र त्यहीँ हालेर जङ जङ दिनु ल त्यसो चलाइदिनु भएको हातले त चलाउँछ हामीले चाहिँ यहाँ चम्चा ल्याउन बिर्सेछ सो बोलेर आउँछ त हात चम्चा ल्याउन बिर्सेछ अनि प्लेटहरू ल्याउन बिर्सेछ त्यो भएर हामीले चाहिँ यतिकै फ्याँक्नु हुँदैन केटाहरू अहिले हामी खाना खाइसकेपछि चाहिँ उठाउनु पर्छ है सो ओ एनर्जी ड्रिङ्कहरू छ त केटाहरूको त रेड बुल चाहिँ कसको हामीले त जहिले ल्याएन भोलि फेरि दाइ मिठो भएछ बस्न सबै हाल्यो दुईवटा जस्तो ल्यायो हामी तिनवटा दियो चाउचाउ तिनवटा दियो हाल्यो मिठो छ मिठो छ भाइ You're dealing with enough. We're here to support you through every age, life stage, or magnificent mood change. अन्डा पनि छ गाडी हेरौँ न अन्त छे त अब म हेरेँ नि छे मारे जे भयो भयो पुरो लाट होइन अब के गर्नु वाउ या असली रेड बुल त यो हो नेपालतिर त कस्तो छ रेड बुल नेपालतिर रेड बुल त केही आउँदैन रेड बुल यो के हो के रहेछ मस्त नाम पनि राम्रोसँग उच्चारण गर्न आउँदैन अब इङ्ग्लिस आलु खाएको मान्छे हो या अब यहाँ के गर्नु Jag får en kör. अब हामीले चाहिँ यहाँ खाइसक्यो अब सबै उठाउँदैछ खास पोटहरू यहाँ राख्नु हुँदैन अहिले फेरि केटाहरू टाउकोमा बोल्न लाउँछ है यहाँ टोलो यो सफा गरिसक्यो अब यहाँ चाहिँ प्याजको के भन्छ बोक्रा भन्छ के भन्छ अब यहाँ ओ मात्रै बाँकी छ सो यो चाहिँ हाम्रो फेरि उता फर्केर लाने हो अब हामी चाहिँ गुम्बा फर्किँदैछु रात परिसक्यो रात पर्यो मतलब 6 बजिसक्यो हाम्रो गुम्बा चाहिँ निकै टाढा देख्दैछ यहाँबाट चाहिँ